राजमती कुमती जिके वो सपिरती हाय बाबा राजमतीचा। सम्माननीय सभामुख महोदय, संविधानले मौलिक हकको रूपमा स्थापित सांस्कृतिक अधिकार अन्तर्गत प्रस्तुत विधेयकको समर्थन गर्दै केही विचार र सुझावहरू प्रस्तुत गर्न चाहन्छु। हाल कार्यान्वयनमा रहेको प्राचीन स्मारक ऐन 2013 ले अभौतिक सांस्कृतिक सम्पदा परम्परा पहिचान र व्यवस्थापनका लागि नयाँ विधेयक आवश्यक रहेको छ। हाल राष्ट्रिय सांस्कृतिक नीति 67 लागू भई सांस्कृतिक सम्पदाहरूको अन्वेषण, अध्ययन, परीक्षण, संरक्षण र व्यवस्थापन सम्बन्धी विद्यमान ऐन अपुरो भएकोले यस विधेयकले ती अपुरा नियम र निर्देशिकाहरूमा सुधार गरी थप व्यवस्थाहरू लागू गर्न अति आवश्यक रहेको छ। यद्यपि अभौतिक सम्पदाहरूमा सम्बन्धित गुठी संस्थान, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति लगायतले कार्यहरू गरी आएका छन्। यद्यपि ती कार्यहरू अपुरा तथा अव्यवस्था भएको महसुस भएकै छ। प्रस्तुत विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत कानुनहरू बन्ने क्रम पनि सुचारू भएको अवस्था जानकारी गराउँदछु। नेपाली मौलिक सांस्कृतिक सम्पदाहरू पुस्तौँदेखि अभ्यास गरिएका परम्पराहरू, संस्कृति, ज्ञान, सिप, भाषा, कला, जात्रा, नाच, सङ्गीत, डाफा, भजनदेखि सांस्कृतिक प्रस्तुति लगायतका सामाजिक अभ्यास अभौतिक सांस्कृतिक सम्पदाहरू हुन्। विभिन्न जात्रा संस्कृतिहरू जस्तै नवदुर्गा नाच तथा जात्रा, बिस्केट जात्रा, कुमारी जात्रा, लाखे जात्रा एवं नाच, अन्य सांस्कृतिक परम्परा, देवी नाच, घिन्ताङ्गिसी नाच, माक प्याख, खिचा प्याख लगायत सामाजिक नाच र रामायण, महाभारत एवं अन्य गाथा प्रस्तुत गर्ने नाटक समेत अभौतिक सांस्कृतिक सम्पदाहरू हुन्। यस्ता सम्पदाहरूको संरक्षण, सम्वर्धन, विकास, दस्तावेजीकरण, अभिलेखीकरण तथा पुस्तान्तरणमा राज्यले अपनत्व लिने, नियमन गर्ने, संग्रह गर्ने, सञ्चालन गर्ने तथा पुस्तान्तरण गर्ने नीतिगत तथा कानुनी व्यवस्था गरिनु राज्यको कर्तव्यको रूपमा रहेको हुनाले व्यवस्थित विधेयक मार्फत ऐन निर्माण गरी यसको सुनिश्चितता गर्न आवश्यक देखिन्छ। राज्यले कला, कलाकार, सर्जक, गुरु तथा सम्बद्ध व्यक्ति समुदायलाई लक्षित कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ। सम्मानीय सभामुख महोदय, राज्यले हरेक समुदायको अभिभावकको भूमिका निभाउनु पर्ने आजको आवश्यकता हो। तसर्थ सरकारले यस विधेयक मार्फत अभौतिक सम्पदाको अध्ययन, दस्तावेजीकरण तथा अभिलेख राख्न नीतिगत व्यवस्था गरियोस्। भौतिक सम्पदाको संरक्षण, सम्वर्धन र पुस्तान्तरणका लागि सिप, तालिम, प्रशिक्षण आदि व्यवस्थापनको सुनिश्चितता, अभौतिक कला, कलाकार, सर्जक, सांस्कृतिक गुरु र कलाकर्मीहरूको जीवनयापन सहज बनाउन आर्थिक पक्ष सुनिश्चित गरियोस् भनेर भन्दै म आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धेरै धेरै धन्यवाद।